हेलो एभ्रिवान, नमस्ते जोजोलोपा, वेलकम ब्याक टु माई च्यानल सोनिया ब्लग। सो फेरि पनि स्वागत छ हजुरलाई मेरो आजको नयाँ ब्लगमा। अनि आज चाहिँ म, मेरो भाइ, मेरो दिदी, मेरो मम्मी चाहिँ पानपुरी च्यालेन्ज गर्न लागिरहेछौँ। च्यालेन्ज के हो भने हाम्रो 20वटा पानपुरी च्यालेन्ज गर्न लागिरहेछौँ। जो चाँडो सक्छ पानीपुरी त्यो विनर हुन्छ र विनरले 1000 रुपियाँ जित्छ। अनि जो हार्छ नि उसले चाहिँ डेन्जर पनिसमेन्ट चाहिँ पाउँछ है त, फन्नी खालको वाला हैन त। ल अब च्यालेन्ज स्टार्ट गर्न लागिरहेछौँ। लु जाऊँ है त, भेटौँला पछि। यहाँ चाहिँ हामी आलु फिलअप गर्दैछौँ है त गाइजहरू। हामीसँग चाहिँ हरेक व्यक्तिको थालमा भनौँ न प्लेटमा चाहिँ 20 वटा रहेको छ र हामी चाहिँ अब च्यालेन्ज गर्न लागिरहेको छौँ। एकचोटि गरेको थियौँ त, एकचोटि चाहिँ हामीले गरिसकेका थियौँ कि पहिले एकदम पहिले के। मेरो भाइ त कस्तो सानो थियो है त्यो बेला। हामी 3 जना गरेको थियौँ त्यो बेला। अनि अहिले चाहिँ मम्मी पनि हुनुहुन्छ। हेलो गर सबैजनाले एकचोटि। अनि पानपुरी मिठो मिठो पानपुरी चेक टान लिने आउनु। यो कसले जित्छ जस्तो छ? मै जित्छु। आलु चेक म जित्छु होला। मै जित्छु के यो 1000 रुपियाँको हकदार मै छु। मै हेर्दै गर्नु है गाइजहरू। थक्सरे उरुको आलु चेक त आलु चेक के टोकिङ चिकन रातिनो खा खन्दा छु नाचु आलु चेक त आलु पानीपुरी च्यालेन्ज गर्न लागिरहेछौँ। यो चाहिँ पानीपुरी रहेको छ 20वटा। यो चाहिँ हाम्रो झोल हो। अनि मम्मीको चाहिँ ग्लासमा कपमा छ है। हामी कानै अनि 1 2 अनि रे विनरले चाहिँ यो 1000 रुपियाँ पाउँछ। पर पर्सन चाहिँ हामीले 250 कलेक्ट गरेका थियौँ। अनि त्यही भएर अब जसले जित्छ त्यसले चाहिँ 1000 पाउँछ है त। को जित्छ जस्तो लाग्छ त? म को जित्छ जस्तो लाग्छ? सो फन्नी। लास्टमा जित्ने म नै हो। मै हो नि। ल अब स्टार्ट गर्ने हो। ल साथीहरू, अब चाहिँ हामीहरू पानपुरी च्यालेन्ज गर्न लागिरहेछौँ। ल गर्ने हो त। रेडी छौ नि? रेडी। यहाँ चाहिँ हाम्रो विनरको छ है त साथीहरू। ल अब ढिला नगरी सुरु गरौँ। 3 2 यो पाल रहेछ। के हो न खाऊ के 3 2 1 स्टार्ट।
जित्छु जस्तो छ है म के यहाँ होइन मेरो हामी धेरै ढिला रहेछौँ है छिटो दर्शी जाने hand on to जित्ने भन्नेको टालेर न यता यति धेरै बाँकी छ सेकेन्ड I am the winner, okay? लास्ट क्या खाऊँ बाफिकमा आउने जित्ने मान्छेको टालेर न जित्छु भन्दै थियो त खै त यति धेरै बाँकी छ चाहिँ त्यो लास्ट हुन्छ होला फर्स्ट भन्ने मान्छेको अलिकति जोस देखाउ न के टालले हालेर पानी पनि त्यही भने यस्तै पनि हाल्यो त्यस्तै पनि हाल्यो त्यो झऱ्यो हौ छ्या हामी खाइदिउँ कि अब हामी के गर्दै बस्ने त्यही हामी भए पनि त्यो खाइदिन्छौँ बाँकी भएको खानु भएको काट्नु भयो जित्छु भन्ने मान्छे झन् लास्ट भयो कि म त छ्या मेरो अझै हामीलाई हँसाउनु खोजिरहेको थियो कि अझै स्लो सर सर खाएर के सबैजना अलिक कमेडी त ल्याउनु पर्थ्यो नि त्यो चाहिँ नि सकेछ न पिना ना लकी पे त म काम मजु छ उसको काट्छु छ र गाउँ भयो गाउँ होइन कि गाउँ आन्टी से तू नहीं पिले त तुम आलु काकुन आलु काकुन चिच्च सूप कतो जिन्दगीमा के भयो आज यो सेकेन्डलाई होला नो सेकेन्डलाई केही पनि छैन कसलाई हामीलाई तिमीलाई 200 चोटि उडु बस त्यो त अलिक पोसिबल हुँदैन ल 200 चोटि भइहाल्छ नि सुमे दछता छते बिया सुरा 200 हुँ त्यो चितुवा हाल्नु 200 ओले रे 200 प्लिज ल त्यसमै 100 चोटि गर न त हाला तिमी सही चोटि बस कसरी गर्ने त्यही त खुदा दुख्दैन भनेको 200 चोटि उद्बस गर अरे 200 चोटि गर्यो भने त हाम्रो खुट्टै जान्छ भोलि कलेज पनि जान्छ 50% अफर 50% अफर यस्तो हुन्न त्यस्तो अघि पनिसमेन्ट भन्दा हामी नै उफ्रिरहेको ल साथीहरू हामीले चाहिँ पानपुरी च्यालेन्ज सकिसकेका छौँ प्लेट खाली भइसक्यो हाम्रो सबैजनाले फर्स्ट चाहिँ विनर चाहिँ मेरो भाइ भएको छ अनि सेकेन्ड म अनि थर्ड मम्मी अनि फर्स्ट हुने भन्ने मान्छे लास्ट भएको छ साथीहरू भन जित्ने सोच थियो मेरो हारे म कहाँ गएर मर्न जाऊँ
मलाई यसो हेर्दा त मै जित्छु जस्तो लागेको थियो सुरुमा त अनि लास्टमा त भाइको प्लेट हेर्छु 3टा ओ माई गॉड मेरो त्यो बेला 11वटा थियो होला सायद मेरो चाहिँ कतिवटा थियो मेरो धेरै थिएन ल साथीहरू हाम्रो च्यालेन्ज कस्तो लाग्यो यदि मन पर्यो भने हामी फेरि अर्को च्यालेन्ज ल्याउनेछौँ होइन यस के च्यालेन्ज गर्ने त्यो तपाईँहरूले कमेन्टमा भनिदिनु होला हामी अर्को प्राइज भ्याउँछ एकछिन न गिफ्ट त दिनै बाँकी थियो है ल प्राइज मनी चिम्बी एउटा के ल अब विनरलाई दिउँ न त सेकेन्डले फर्स्टलाई दिनु ल मनमा पत्थर राखी ल तिमीहरू चाहिँ ताली बजाऊ ल ल साथीहरू विनर चाहिँ मेरो भाइ भएको छ होइन अब मैले जित्ने भनेको मैले जित्ने भनेको अब के गर्नु अब मेरो भाइले जित्यो भाग्यमा नभएपछि उसको नाम पनि लकी अब लकी घोषित गरिदिउँ बरु देऊ न चार ल तपाईँहरू ताली बजाउनु म नाइ हामी पनि प्राइज दिन्छौँ यसरी पैसा छ नि त ल दिइसकेपछि ताली बजाउने ल विनर रहेको छ लक्की महर्जन ल अब के भन्नु विनर भएको केही दुई शब्द विनर केही छैन होइन केही त भन के चाहिन्छ के केही छैन के त्यो हजारले के गर्ने अब यो हजारले म हजुर के गर्छौ मन लागेको खान्छु खाने हो माय गॉड हामीलाई पनि खुवाउनु हुन्छ कि खुवाइहाल्छु नि खुवाउनु पर्छ भने लुकी लुकी खाने मान्छेले खुवाउँछु भन्छ त्यही त खाद्ने सबै कुरीमुरेको चिज बल ल के बनाउन जानेको चाकुले इसमें सारे हा I want to thank myself and my So I want to thank myself. It's very proud to win this competition. Among all of this 4, I won. Thanks. That's much. ल अब के गर्नु त हारिहाल्यौँ हामी त अब हाम्रो पनिसमेन्ट छ त त्यही त के हो भन न अलि सजिलो अलि सजिलो अलि गीत गाउने नाच्ने त्यस्तो वाला ल नाचौ न त ल गीत कसले गाउने होइन मम्मी नाच्नुहुन्छ अनि तपाईँ चाहिँ गीत गाउनु अनि म चाहिँ अनि तपाईँ चाहिँ नाच्ने तपाईँ पनि नाच्नु होइन ऊ नाच्ने छ त अर्कै देऊ न पिरो खाना कहाँ हुन्छ 50 चोटि उड्बस उहाँ चाहिँ 30 चोटि उड्बस गर्नुहुन्छ अनि उहाँ चाहिँ गीत गाउनुहुन्छ अनि मम्मी चाहिँ नाच्नुहुन्छ ल यही हो पनिसमेन्ट ल लाग ल अब एक जना हामी पनिसमेन्ट गरेर देखाउँछौँ है त सुरुमा चाहिँ मम्मीको र मेरो गर्छौँ कि त उसको पहिला गरौँ किनभने हाम्रो त मिक्स हुन्छ नि त ल अब चाहिँ यो मेरो पनिसमेन्ट भएको कारणले चाहिँ म गीत गाउन जाँदैछु अनि गीत चाहिँ अब एलिना चौहानको धोकेबाज औ तिमीवाला हो अनि यहाँ चाहिँ मेरो मम्मी डान्सर है उहाँको पनिसमेन्ट हो नि त अनि त्यही भएर सिङ्गर डान्सर अहिलेको लागि ल अब स्टार्ट गरौँ है त पहिला रुल्स भन भाइ तिमी पनि यता देख क्यामेरा अब नाच्दै होइन रोक्यो भने फेरि बुझ्यो नि बस अब भन्न खोजेको चाहिँ अब म गीत गाउनै जान्छु ल लामो भइसक्यो छिटो अब यो गीत गाउन थालेपछि उहाँ रोकिनु भयो भने फेरि स्टार्टदेखि अरे म रोक्यो भने चाहिँ अब यहाँ त म्युजिक हुन्छ नि त म चाहिँ रोक्न पाएँ अब उहाँ चाहिँ रोक्नु पाएँ ल 3, 2, 1 स्टार्ट
जुनीभरिलाई रुवाई गयौ तिमी अझै पनि यो मनमा छौ तिमी जुनीभरिलाई रुवाई गयौ तिमी अझै पनि यो मनमा छौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी कति रोए म तिम्रो लागि कति कराए तिम्रो लागि बुझेनौ धोकाको खेती गर्ने रहेछौ तिमी नै मुटु साध्ने रहेछौ तर भनेनौ कति रोए म तिम्रो लागि कति कराए तिम्रो लागि तर बुझेनौ धोकाको खेती गर्ने तिमी नै मुटु साध्ने रहेछौ तर अन्य पार्टी अब लल्लाए मलाई छोडिदियो बाचा कसम सबै तोडिदियो आज रुँदैछु विगतका कुरा सम्झिएर बिछोडका ल काफी छ भयो लत्याएर मलाई छोडिदियो बाचा कसम सबै तोडिदियो आज रुँदैछु पुरा लाग्छ सौ यो विगतका कुरा सम्झिएर बिछोडका कुरा बल्झिएर पागल हुँदैछु बाचा कसम सबै तोड ल अब म चाहिँ उठबस गर्न लागिरहेको छु ल 3 2 1 स्टार्ट उसलाई उठबस गर्न नि स्टाइलमा हाल्नुपर्छ पखन गरिहाल्छु ल एकदम 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 थाकिसकेको अवस्था 23 24 25 26 27 28 29 30 ल कस्तो फिल भएको छ हजुरलाई उद्घोष गरेर के भनौँ र म एकदम गाह्रो भइरहेको छ मलाई उता ल अब चाहिँ सकियो हाम्रो मोटो भइरहेको थियो अब एक्सर्साइज गरेँ अब 30 गरेर घट्छ होला ल साथीहरू ल हाम्रो आजको च्यालेन्ज कस्तो लाग्यो यदि मन पर्यो भने हामी फेरि ल्याउने छौँ तपाईँहरूलाई राम्रो लाग्यो भने कमेन्टमा अर्को च्यालेन्ज ल्याउनु भनेर के च्यालेन्ज गर्ने त्यो पनि लेखिदिनु होला अब आयो तपाईँहरूलाई यो भिडियो चाहिँ राम्रो लाग्यो होला होइन अब हामीले जस्तो सक्छौँ त्यति त गरेछु हाम्रो चाहिँ यो फर्स्ट ट्राई हो फर्स्ट ट्राई त नभनौँ सेकेन्ड ट्राई हो तर फर्स्ट ट्राई चाहिँ एकदम हामी सानो हुँदा गरेको थियौँ त्यो बेला नि मेरो भाइले जितेको छ अहिले पनि मेरो भाइले नै सेकेन्ड त मनै भएको थियो अस्ति पनि पहिला पनि अहिले म त लास्टै हुन्थेँ पहिल्यैदेखि किनभने म खासै खान सक्दिनँ नि त सोचे जस्तो त्यही भएर त म यस्तो सिलिम भन्न त मिल्दैन तर अलिक पातली छु कि ल साथीहरू मेरो आजको ब्लग चाहिँ यहीसम्म रहेको छ यदि मन पर्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला अब फेरि भेटौँला अर्को ब्लगमा थ्याङ्क्स फर वाचिङ बाई बाई